फर्काएर बसेर हामीले चाहिँ यतापट्टि बाटो खोजेको क्या चौरपट्टि बाटो खोजेको बाटो नदिएको क्या म ठुलै त्यो दाइलाई कस्तो गर्मी भएको छ अहिले गर्मीले सहन सकेको छैन होइन हिँडेर उता पनि एउटा बोट ट्रालेर चाहिँ बोटको बारेमा पढ्नु पऱ्यो के राखेर चाहिँ नुवाकोटको इतिहास राखिदियो त्यो दाइले अब राखिदियो बाई बाई यस्तो बाटो यस्तै सरे बेलामा चाहिँ क्या आइमिङ सूर्यगढी टप अफ द कहाँको हो भयो सूर्यगढी 2 नुवाकोट म धेरै पछि घुम्न निस्केको छु होइन त्यही भएर मैले भिडियो सिडियो बनाएको छैन आजकल म कन्टिन्यू गर्छु बिस्तारै मल भाइ भिडियो गर्छ त भाइको अब म बिस्तारै फेरि कन्टिन्यू गर्छु भिडियोलाई अब चाँडै आउँछ नयाँ भिडियोहरू आउँछ म यो सूर्यगढीलाई चाहिँ एकचोटि फेरि राम्रोसँग भिडियो बनाएर एक्सप्लोर गर्छु ऊ त्यहाँतिर नि गढी रहेछ बोर्डमा के लेखाएको छ पढेर जानु पऱ्यो तर म धेरै ताती चोबेन राखिदियो कामले यहाँ बोर्ड पढ्नु अलिकति पढेर सुनाइदिनु अनि तपाईँले भन्नुहोस् न पछि एक्सप्लेन गरिदिनु न अनि हिस्टोरिकल सूर्यगढी रे अब इतिहासको बारेमा यो पढ्नलाई धेरै टाइम लाग्छ यो चाहिँ के रहेछ भने पहिला युद्धको बेलामा होइन युद्धको बेलामा चाइनासँग युद्ध हुँदाखेरि चाहिँ अनि त्यहाँ यतापट्टि मुनि पुरै लाली गुराँस फल्ने अनि चाइनाबाट देख्दाखेरि चाहिँ रातो देखेर कति धेरै सेना रहेछ यहाँको भनेर डरले नै आतेर चाइनालाई एट्याक गर्न नसकेको रहेछ भन्ने मैले त्यहाँ बोर्डमा पढेको इतिहासको कुरा चाहिँ थियो अनि जनमनमा यो मान्छेहरूले भन्ने कुरा चाहिँ उखान चाहिँ छुट्टै रहेछ यसको फेरि दुईवटा देउताहरू जुत्दाखेरि यता देउताको काँध भाँचेको भन्ने उखान रहेछ धेरै छ अब यो नेक्स्ट भिडियो आउँछ यसमा होइन यो म बनाउँछु अब 1-1.5 महिनाभित्रमा यसको म पुरै नुवाकोटको यो गढीहरू सबै घुम्ने प्लान भइसक्यो मेरो घुम्छु पनि म अब यसको बारेमा भन्दाखेरि यसको पनि त्यही नै हो यी युद्धकै तिब्बतसँगको भोटसँगको युद्धको बारेमा छ होइन यहाँनिर यो बसेर डाँडामा यो चाहिँ गढीहरू नुवाकोटको गढीहरू मध्येको सबैभन्दा अल्को गढी चाहिँ यही हो अल्को डाँडा चाहिँ नुवाकोटको गढीहरूमध्ये चाहिँ यही हो अनि यहीबाट युद्ध गर्दाखेरि चाइनाको तिब्बत भनौँ न त्यति बेला तिब्बतको सेनाहरू चाहिँ यहाँको लाली गुराँसै देख्दाखेरि नै डराउँथ्यो अरे क्या लाली गुराँस देख्दाखेरि रातो कति धेरै सेनाहरू भनेर टाउको जस्तो देखेर मान्छे धेरै जस्तो देखेर डरले युद्ध गर्न नसकेको रहेछ यो चाहिँ इतिहासमा पनि लेखेको कुरा रहेछ अनि एउटा कुरा चाहिँ के भने होइन यो लडाइँ चाहिँ 1849 अनि असार 26 गते जुलाई 1692 मा भएको लडाइँ रहेछ अनि त्यति बेला चाहिँ यसको कमान्डर चाहिँ दामोदर पाण्डे रहेछ दामोदर पाण्डेको के अरे त्यसको दामोदर पाण्डेको मेन भूमिकामा लडेको युद्ध हो यो चाहिँ त्यसपछि चाहिँ यो लडाइँपछि चाहिँ अनि सन्धि भएर चीनसँग तिब्बत गाँसिएपछि अनि नेपाल र चीन भनौँ तिब्बत भनौँ सम्बन्ध राम्रो भएर गाँसेपछि अनि झगडा कहिले पनि भएन अरे झगडा भनेको युद्ध त्यसपछि चाहिँ कहिले पनि भएन अरे ल 1849 पछि अनि यो सन्धि भएदेखि अनि लडाइँ भएन त्योभन्दा अगाडि चाहिँ तिब्बत छुट्टै थियो तिब्बतले एट्याक गर्यो पछि फेरि तिब्बतले नसकेर
तिब्बतसँग मिलेर पनि अट्याक गर्यो अनि चाइना र तिब्बत गाँसेर एउटै देश भएपछि अनि सन्धि भयो नेपालसँग हारेर त्यसपछि कहिले पनि चाइना र नेपालको युद्ध भएको छैन भन्ने चाहिँ यहाँनिर लेखेको छ। यो चाहिँ इतिहासमा पनि लेखेको कुरा रहेछ। यति नै होला।